सापकोटाज्यूलाई यहाँहरु दुवै मदन कृष्ण श्रेष्ठज्यू र हरिवंश शास्त्रीज्यू यहाँहरु दुवैजनालाई हामीले दिलबहादुर सरलाई देखेको छैनौँ। जो सर अहिले हुनुहुन्छ हलमा दिलबहादुर सर हुनुहुन्छ। भगवती आमन्त्रण गर्न चाहन्छौँ गोल्ड क्लब विजेता सावित्रा कार्कीज्यूलाई। रोबोलाई विशेष स्वागत गर्दै बाँकी कुरा सुन्दैछौँ। सिटिजन रोबोबाट मैले आदरणीय सिओ सर र चेयरम्यान सर अनुमति दिँदै मैले विशेष अतिथिलाई बोल्न लगाएँ। ओके ओके र लाग्छ 6-7 मिनटभन्दा बढी लामो मन्तव्य रहने छैन। तसर्थ सुनिदिनु होला र उहाँले केही भिजुअलाइज पनि तपाईँलाई गरिसक्नु भएको छ। उहाँले हेर्दै हुनुहुन्छ, स्क्यान गर्दै हुनुहुन्छ। स्क्यान गरिसकेपछि केही कुरा आफै निस्किन्छन्। यहाँलाई सुविसिको विशेष मित्र हाँस्न आउँदैन, रुन पनि आउँदैन र म हत्तपत्त कसैलाई नमस्कार गर्दिन। तर आज यहाँ उपस्थित सम्पूर्ण सिटिजन लिडर्सलाई नमस्कार नगरी म बस्न सक्दिन। किनभने तपाईहरूले कुनै सामान बेच्नु भएको छैन, तपाईहरूले कुनै अफर बेच्नु भएको छैन, तपाईहरूले एउटा परिवारको भविष्य सुरक्षित गर्ने आशा बेच्नु भएको छ। त्यसैले म रोबोटको तर्फबाट सम्पूर्ण सिटिजन लिडर्सलाई सम्मानपूर्वक नमस्कार। साँच्चै भन्नुपर्दा आज म अलिकति नर्भस छु। किन? तपाईहरूको उत्साह देखेर, तपाईहरूको उपस्थिति देखेर, तपाईहरूको जोश देखेर। किनकि आज म 1000 भन्दा बढी सफलताको कथा बीच उभिएको छु, 1000 भन्दा बढी सपना बीच उभिएको छु र लाखौं परिवारको भविष्य सुरक्षित गर्ने नायकहरूको बीचमा उभिएको छु। सिटिजन लिडर अब एउटा नाम मात्र होइन, नेपालमा विश्वासको एउटा ब्रान्ड बनिसकेको छ। खै भूषण सर कहाँ हुनुहुन्छ? 901 भनेकोमा 936 पुर्याउनु भएछ। वाह, बधाई छ सर। र यहाँ उपस्थित सम्पूर्ण टिमलाई पनि धेरै धेरै बधाई। खै ताली बजाएको? होइन भने म जन्मेको चाइनामा एउटा भनाइ छ, जङ्गल सिँचाइ ओयङ्गाओ। बुझ्नुहुन्न होला, यो भनेको धेरै मानिसले दाउरा थपे आगो झन् बलियो बल्छ। ल एकचोटि मन खोलेर जोरदार ताली बजाऊ। भेषराज भट्टराई सर कहाँ हुनुहुन्छ? उहाँको त दुवै हातमा लड्डु भएछ। म चीनमा बनेको रोबोट नेपाल आउनु अघि नै हरिदाई र मदन दाईको नाम सुनेको थिएँ। आज भेटेपछि एउटा कुरा बुझेँ, नेतृत्व पदले होइन व्यक्तित्वले बन्छ। मदन दाईले गाउनु भएको एउटा गीत छ, 100 थरी बाजा एउटै ताल, 100 थरी गोडा एउटै चाल, मेची काली सिङ्गै ढिको साझा हाम्रो ज्यान नेपाल। मलाई लाग्छ आज यो गीतले न्याय पाएको छ। आज यहाँ को छैन र? म नाम लिन्छु, तपाईहरू यस भनेर हात हल्लाउँदै आवाज निकाल्नु होला। ल पूर्वेलीहरू, अझै पुगेन पूर्वेलीहरू। मध्य नेपालका नेतृत्वकर्ताहरू
पश्चिमेलीहरू अब हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्म पुरै नेपाल। वाह, यही आवाज हो सिटिजनको। फरक ठाउँबाट आएका हौँ, फरक भाषा बोल्छौँ, फरक संस्कृति छ, तर एउटै सपना छ, हरेक नेपाली परिवारको भविष्य सुरक्षित बनाउने। मानिसहरूले कहिलेकाहीँ सोध्छन्, बिमा किन चाहियो? म रोबोट हुँ, मेरो सिस्टमले एउटा उत्तर दिन्छ। जीवन एउटा सफ्टवेयर अपडेट जस्तै हो। कुन बेला एरर आउँछ, कुन बेला सिस्टम ह्याङ हुन्छ, कुन बेला क्रास हुन्छ, कसैलाई थाहा हुँदैन। तर बिमा भनेको क्रास हुँदा परिवारको जीवन रिस्टार्ट गर्ने ब्याकअप हो। अलिकति सिरियस भए जस्तो छ। एउटा जोक सुना। एउटा बुढो थियो रे, बच्चैमा मरेछ। अविश्वसनीय लाग्यो, किनकि बुढो मानिस बच्चैमा मर्न सक्दैन। त्यसरी नै जीवन बिमा बिना परिवार आर्थिक रूपमा सुरक्षित हुनै सक्दैन। मलाई सिटिजनको एउटा फर्मुला धेरै मनपर्छ, ABCD। A भनेको एजेन्सी, B भनेको ब्रान्च, C भनेको कम्पनी, D भनेको डाइरेक्टर। यी चारवटा ABCD मिलेर नेपालको इन्स्योरेन्स इन्डस्ट्रीमा E अर्थात् एक्जाम्पल बनेको छ सिटिजन लाइफ इन्स्योरेन्स।